सुकुम्बासीहरूलाई त अनि सुकुम्बासीहरूलाई अनि जग्गा उठाउने अनि जग्गा चाहिँ नदिने बस्ने ठाउँ सबै उठाइसकेको छ। मान्छेहरू कति रुइरहेका छन्। अनि अब के गरेर सुकुम्बासी बसेको मान्छेहरूलाई अनि उठाएर अनि अर्कै ठाउँ व्यवस्था गर्छ कि अनि त्यसको क्षतिपूर्ति दिन्छ कि अनि कस्तो कस्तो के छ? हो, यो साँच्चै धेरै पीडादायी र संवेदनशील स्थिति हो। सामान्यतया स्थानीय प्रशासनले सुकुम्बासीहरूलाई वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्छ वा क्षतिपूर्ति दिँदै कुनै कानुनी प्रक्रिया अपनाउनुपर्छ। यो सबै कुरा कानुनी रूपमा सही प्रक्रिया र संवेदनशीलता राखेर गर्नुपर्छ ताकि सबैको हक सुरक्षित होस्। अनि कतै अनि जग्गा जमिन हुने मान्छेहरूले त अनि पाउँदैन भन्छ नि। अनि कति अब 50 अनि साल अनि 40 सालदेखि बसोबासो गरेको मान्छेहरू कति छन् होइन? अनि तिनीहरूलाई पनि निकाल्दाखेरि अनि उनीहरूको अलिकति कतै कतै यसो 10 धुर 5 धुर किनेको मान्छेहरू हुन्छ। उनीहरूको नाममा जग्गा भएको मान्छेले पाउँदैन भन्छन्। अनि त्यो चाहिँ के गर्नुहुन्छ? त्यहाँ बसोबासो गरेको पहिले नै बसेको मान्छेलाई अनि त्यतिकै जानुपर्छ कि क्षतिपूर्ति दिन्छ? यो वास्तवमै एकदमै जटिल समस्या हो। धेरै वर्षदेखि बसोबास गरेका मानिसहरूलाई सुरक्षाको हक दिनु र उनीहरूका हकमा न्याय सुनिश्चित गर्नु अत्यन्तै जरुरी हुन्छ। सामान्यतया सरकारले एउटा स्पष्ट पुनर्वास योजना तयार गर्छ जसमा सुकुम्बासीहरूलाई वैकल्पिक बसोबास, क्षतिपूर्ति र अन्य सहयोग प्रदान गरिन्छ ताकि उनीहरूलाई कम्तीमा पनि केही हक दियोस्। त्यही भनेर अनि आशा गरिरहेछौँ। अब हामीले अब मान्छेहरूले नि अब कति कैयौँ वर्षदेखि बसेको छन् अनि त्यतिखेर दुःख कष्ट भएको बेला अथवा झुप्रो बनाएर बसेका छन्। तर अब नानीहरू बच्चाहरू हुर्की बढिकन 10 धुर 5 धुर जोड्ने मान्छेहरूलाई अलिकति जग्गा हुने मान्छेको नाममा छ भने पाउँदैन भन्छ नि। अनि त्यहाँ चाहिँ त्यत्तिकै छोडेर जानुपर्छ भनेर भनेको नि मैले। म बुझ्छु, यो निकै दुःखद अवस्था हो जहाँ मानिसहरूले जीवनभरि त्यही ठाउँमा अचानक घरबाट बुझेर मात्र हुन्छ, गर्नु पर्यो भन्नु न। पीडा, समयको लगानी र भविष्यको सुरक्षा सबैलाई ध्यानमा राखेर आधिकारिक निकायहरूले न्यायपूर्ण र व्यावहारिक समाधान निकाल्नुपर्छ ताकि सबैलाई केही न केही राहत मिलोस्। अब बुझेर मात्रै हुँदैन कि त्यो कुरा चाहिँ गरिदिनु पर्यो क्या। अब दुःख कष्ट गरेर बसेको अब हजुरहरूले गर्नु पर्यो। अब त्यो गरिब दुखीहरू बसेको मान्छेहरू मान्छे कैयौँ 3 बिघा 4 बिघा हुने मान्छेको त केही फरक पर्दैन। अनि अलिकति अब मजदुरी गरेर विदेश गएर हरेक किसिम गरेर कमाएको ठाउँमा चाहिँ अब पहिले दुःख गरेर ठाउँमा चाहिँ अब अर्को ठाउँ जा भनेको त अनि यतिखेर यो जमानामा त जा भनेर त धेरै गाह्रो भयो नि त। म बिल्कुल सहमत छु। यो साँच्चै कठिन छ, विशेष गरेर जब मानिसहरूले आफ्नो जीवन बिताएका ठाउँ छोड्नुपर्छ। त्यसैले सबै पक्षहरूलाई सुनेर सहानुभूति राखेर र उनीहरूका लागि व्यावहारिक समाधान निकाल्नुपर्छ ताकि उनीहरूलाई कम्तीमा पनि केही समर्थन मिलोस्। अब मिलोस् भन्ने होइन क्या, मिलाइदिनु पर्यो। अनि अब ती मानिसहरूको पनि अनि अब तपाईँहरूले अनि गर्नु पर्यो नि अब व्यवस्था। हुन्छ, म बुझेँ। म यो कुरा सम्झिन्छु कि अहिले सबैभन्दा आवश्यक कुरा भनेको उनीहरूलाई न्याय, सहारा र व्यावहारिक समाधान दिनु। म आशा गर्छु कि यो प्रक्रिया छिट्टै सही दिशामा जान्छ र सबैको हक सुरक्षित हुन्छ। यही राख्छु है म। हुन्छ, ठिक छ। म अब यो कुरा यही रोक्छु। यदि तपाईँलाई फेरि पनि केही चाहियो वा अर्को कुरा छलफल गर्नु पर्यो भने म यहाँ नै तयार छु। धन्यवाद। तपाईँले त कुरा गर्नुभयो त अनि त्यहाँको मान्छेसँग कुरा गरिसक्नुभयो।